उर्रे जान्थे म जान्थे ओके प्लिज हो जा ओ लेट्स गो क्या यो हुन्छ प्लिज या लेट्स गो फाइनली भयो फाइनली लेट्स गो ओके अरु के छ सामान एक सीड यो बोनमिल पनि छ ओ शॉट लेट्स गो tutorial too let's go टी होला let's go बाकी सब फाल्टुको सामान यही राखिहाल्छु boom crafting table is done let's go 1 2 एक pickaxe बस भाई सब स्टोन को टूल आउँछ बिल्कुल ऐसे छैन म यति प्रो छु कि अब अबे मैले कबलस्टोन माइन गर्दै मेरो पिक्याक्स वुडनको पिक्याक्स टुट्यो तो फाइनली म आफ्नो तो मतलब टुलहरुलाई स्टोनको बनाउँछु अहिले पक्का मर्छु म यस्तो हरकत किन गर्छु मलाई नै थाहा छैन भाइ फटाफट अबे माइनक्राफ्टको सबै ग्लिच let's go okay एकछिन तो के हो गाइस सबैलाई क्लियरली नजर आएको छ यो के हो चलो क्या गर्दैछु वैसे कबलस्टोन पुनः त पुग्छ स्ल्याब बनाइहाल्छु यस पुग्छ देखो गाइस मेरो बिल्डिङमा धेरै स्लो छ त्यही म फास्ट बिल्डिङ त होइन त्यही ट्राई गर्छु फास्ट बिल्डिङ city of Minecraft को सबै ग्लिच
ओके लेट्स गो यहाँ छ कि क्याप्टर्स गरेर एक थियो आर यु क्रेजी बलर चेस पनि लुकाउनेको कुरा हो सबलाई देखाउनेको कुरा हो चलो फटाफट अब फाल्टो बसेको प्ल्याङ्कहरू यतिकै जोम्बीलाई म जिन्दा छोडिन यसले धेरै भेस्किल डन्डा म स्पोन भएको त फक फालु यसलाई लाइट अफ गर्नको लागि मलाई मसँग एउटा प्लान छ अनि पो नै लाभले यहाँ प्लेस गर्छु हजार मेरो प्लान यो हो अब वेट गर्छु यसलाई जन्नको लागि कति टाइम दिइरहेछ र यो जन्न गाइस हाम्रो नेटवर्क पोर्टल पनि युनाइटेड भइसकेको छ गाइस म सोचिरहेछु एउटा अरू इन्फाइनाइट सोर्स अफ कभर स्टोन जेनेरेटर बनाइहाल्छु मजा आउँछ पहिला त मलाई चाहिन्छ धेरै कभर स्टोन इनफ कभर स्टोन चाहिन्छ इन्ट्री करे लेट्स गो सबै नै खाइरहेछ यो ओके
यो पनि टाउको रहेछ नि obviously तो यो वर्क तो गरिरहेछ नि गोलहरु चाहिँ छैन त्यो पनि मेजरमा तो गाइस म मेजर पुगिसकेको छु उरे बाफ रे बाफ यो के हो चलेगा ब्लक कम भइरहेछ यताको साइड पनि छ देखो भाई टूटो गॉड रेयर पिंक सेट ओ माय गॉड गाइस यो मैले नै किन मारे यार इसको स्पन होने चान्स धेरै नै कम हुन्थ्यो तो एक्सप्लोर गर्दैछु ओके म मिल्छु नेक्स्ट भिडियोमा तपाईहरुको लागि बाइ बाइ